सूचनाको हक भनेको के हो? यसको आवश्यकता र महत्त्वको बारेमा महत्त्वपूर्ण जानकारी। सूचनाको हक राज्यको कामकारबाहीलाई लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाउँदै राज्यलाई नागरिकप्रति जवाबदेही र जिम्मेवार बनाउनु लोकतन्त्रको मूल आधार हो। यसका लागि सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्त्वको सूचनामा आम नागरिकको सरल, सहज र प्रभावकारी पहुँच सुनिश्चित गरिनु आवश्यक हुन्छ, जसले शासन प्रक्रियामा नागरिकको विश्वास र सहभागिता अभिवृद्धि गर्दछ, साथै राज्य र नागरिक दुवैको हितमा प्रतिकूल असर पार्न सक्ने संवेदनशील सूचनाको उचित संरक्षण गर्दै नागरिकको सुशिक्षित हुने हकलाई संरक्षण र प्रचलन गराउनु राज्यको प्रमुख दायित्व हो, जसबाट पारदर्शिता, उत्तरदायित्व र सुशासनको स्थापना हुन्छ। सूचनाको हकले सुशासन कायम गर्न खेल्ने भूमिका। सार्वजनिक निकायहरूलाई खुला र पारदर्शी बनाउन, सूचनाको हक प्रचलनमा ल्याई शासन प्रक्रियामा सहभागी भएर, जवाबदेही र जन उत्तरदायी कर्मचारी तन्त्र निर्माण गरेर, खुला समाज तथा शासन प्रणाली विकास गरेर, कानुन तथा नीति कार्यान्वयनको मूल्याङ्कन गरेर, सूचनाको हक सन्दर्भमा विकसित सिद्धान्तहरू। सूचनाको हक व्यक्तिको आधारभूत अधिकार हो। सूचनाको हक प्रत्याभूति गर्ने स्वतन्त्र निकायको स्थापना हुनुपर्छ। सूचनाको हक निरपेक्ष अधिकार होइन, पुनरावलोकन गर्ने अधिकार सुनिश्चित गरिनुपर्छ। सूचनाको हक राज्यको सबै निकायहरूमा समान रूपले लागू हुन्छ। सार्वजनिक हितको विषयमा सूचना रोक्न मिल्दैन। सार्वजनिक निकायले सूचनाको निरन्तर प्रकाशन गर्नुपर्छ। सूचना माग्ने प्रक्रिया सरल र सहज हुनुपर्छ। सूचना मागकर्तालाई सहयोग गर्नु सार्वजनिक निकायको कर्तव्य हुन्छ। सार्वजनिक निकायको दायित्व नागरिकको सूचनाको हक सम्मान र संरक्षण गराउनुपर्ने, सूचना वर्गीकरण र अद्यावधि गरी समय समयमा सार्वजनिक प्रकाशन तथा प्रसारण गराउने, सूचनामा नागरिकको पहुँच सरल र सहज बनाउने, आफ्नो काम कारबाहीलाई खुला र पारदर्शी रूपमा गर्ने, आफ्ना कर्मचारीको लागि उपयुक्त तालिम र प्रशिक्षणको व्यवस्था गर्ने। सार्वजनिक निकायले सूचना सार्वजनिक प्रकाशन वा प्रसारण गर्दा विभिन्न राष्ट्रिय भाषा तथा आम सञ्चार माध्यमबाट गर्न सक्नेछन्।